नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो म्याथ म्याजिक च्यानलमा। आज म कक्षा 8 को गणितको पाठ 10 मा रहेको बीजीय अभिव्यञ्जक पाठको सम्पूर्ण अभ्यासको उत्तर यो भिडियोमा लिएर आइसकेको छु। तपाईहरु अन्तिम समय हेरेर साथ दिनु होला। अब यहाँ 1 नम्बरमा तलका अभिव्यञ्जकको खण्डीकरण गर्नुहोस्। अब यहाँ गरिसकेको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। त्यसपछि अब अर्को क्वेशनतर्फ लाग्दैछु म। 2 नम्बरको 1 नम्बरको सबै सोलुसन यहाँ छ, हेर्न सक्नुहुन्छ। अब म 2 नम्बरको क्वेशनतर्फ लाग्दैछु। 2 नम्बरको क्वेशनले यहाँ भन्दैछ पद एकत्रित गरी खण्डीकरण गर्नुहोस्। अब यहाँ गरिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि अब म अब यहाँ रहेको छ अभ्यास 10.1.2। अब यसको सुरुसर हेर्नु, 1 नम्बर चाहिँ खण्डीकरण गर्नुहोस्। अब यहाँ गरिसकेको छु, हेर्न सक्नुहुन्छ। त्यसपछि अब म अर्को क्वेशनतर्फ लाग्दैछु। अब अर्को क्वेशन रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ। अर्को क्वेशन यहाँ रहेको छ, यहाँदेखि हेर्न सक्नुहुन्छ। यहाँ 2 नम्बरको 2 नम्बरमा रहेको छ, यहाँ दिएको चित्रमा छाया पारेको भागको क्षेत्रफल कति होला। अब यहाँ सोलुसन गरिसकेको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। नबुझेको खण्डमा कमेन्ट गर्नु, म एक्सप्लेन गरिदिन्छु। त्यसपछि 3 नम्बरको सोलुसन हेर्नु। त्यसपछि अब 4 नम्बरको यहाँ अब अभ्यास 10.1.3 यहाँ चाहिँ खाली ठाउँमा उपयोग पदभरि पूर्ण वर्ग बनाउनुहोस्। अब यहाँ बनाइसकेको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। त्यसपछि अब म अर्को क्वेशनतर्फ लाग्दैछु। यहाँ अर्को क्वेशन रहेको छ। यहाँ म अर्को क्वेशनतर्फ लाग्दैछु। यहाँदेखि अर्को क्वेशन रहेको छ, 2 नम्बरमा खण्डीकरण गर्नुहोस्। अब गरिसकेको छु, तपाईहरु आफै हेर्न सक्नुहुन्छ। सबैको सोलुसन यहाँ रहेको छ, भिडियोलाई रोकेर हेर्न सक्नुहुन्छ। नबुझेको खण्डमा कमेन्ट गर्नु, म एक्सप्लेन गरेर बुझाइदिन्छु। त्यसपछि अब 3 नम्बरमा चाहिँ खण्डीकरण गर्नुहोस्। अब गरिसकेको छु। त्यसपछि अर्को अभ्यासतर्फ लाग्दैछु। अब अभ्यास छ 10.1.4। अब यहाँ 2 संख्या पत्ता लगाउनुहोस् जसको गुणनफल p र योगफल s छ। अब यहाँ लगाइसकेको छु, 2 वटा संख्याहरू, पहिला गुणनफल लेखेको p अनि योगफल s, अनि 2 वटा संख्याहरू 1 र 2 भयो। एउटाको आन्सर अर्कोको 1 र 3, त्यस्तै गरी सबैको लेखिदिएको छु, यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि म अब अर्को क्वेशनतर्फ लाग्दैछु। अर्को क्वेशनमा चाहिँ 2 संख्या पत्ता लगाउनुहोस् जसको गुणनफल p र अन्तर s हुन्छ। अब लगाइसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ सबैको सोलुसन यहाँ। त्यसपछि अब 3 नम्बरमा चाहिँ खण्डीकरण गर्नुहोस्। अब गरिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि अब म अर्को क्वेशनतर्फ लाग्दैछु। अब अर्को क्वेशन यहाँ रहेको छ, यहाँ हेर्न सक्नुहुन्छ। अर्को क्वेशन 4 नम्बरको 4 नम्बर भन्दैछ खण्डीकरण गर्नुहोस्। अब गरिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ सबैको सोलुसन यहाँ रहेको छ। त्यसपछि अब अर्को क्वेशन 5 नम्बरमा चाहिँ खण्डीकरण गर्नुहोस्। यहाँ 3 पद दिएको छ, त्यसलाई 4 पद गरेर खण्डीकरण गरेको छु सबैको, यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि अब म अर्को क्वेशनतर्फ लाग्दैछु। अब अर्को क्वेशन यहाँ रहेको छ, हेर्न सक्नुहुन्छ। अर्को क्वेशन अर्को अभ्यासमा छ, अभ्यास 10.2.1 को यहाँ छ मसलस क्वेशनहरू भन्दैछ महत्तम स्वावर्तक जसलाई भन्छ सर्टकटमा मस पत्ता लगाउनुहोस्। अब लगाइसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। त्यसपछि अब अर्को क्वेशनतर्फ म लाग्दैछु। अर्को क्वेशन यहाँ रहेको छ, यहाँदेखि हेर्नु, यहाँदेखि अर्को क्वेशन रहेको छ यहाँ। अब अर्को क्वेशन यहाँ के रहेको छ भने हेर्न सक्नुहुन्छ। यहाँ अर्को क्वेशनतर्फ म लाग्दैछु। अर्को क्वेशन यहाँ के रहेको छ भने यहाँ हेर्नु, अभ्यास अर्को अभ्यासमा अर्को क्वेशनहरू। अभ्यास 10.3.1 भन्दैछ लसो अब आयो, त्यो HCF थियो, अब LCM आयो। यो त्यो हाइजेस्ट कमन फ्याक्टर थियो, यो लोवेस्ट कमन मल्टिपल। लघुत्तम समावर्तीय लस पत्ता लगाउनुहोस्। अब लगाइसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ तपाईहरु आफै सबैको यहाँ सोलुसन। त्यसपछि अब म अर्को क्वेशन, यसको लसको क्वेशनहरू यहाँ धेरै छ, तपाईहरु आफै प्र्याक्टिस गर्नु र जहाँ बुझेको छैन त्यो नम्बर दिएर कमेन्ट गर्नु,
म एक्सप्लेन गरिदिन्छु र अरु कुनै पार्टको भिडियोहरु चाहियो भने कमेन्ट गर्नु, म त्यही पार्टको भिडियो ल्याउने छु। र जति साथीहरु नयाँ आउनु भएको छ उहाँहरुसँग म एउटा अनुरोध गर्न के चाहन्छु भने तपाईहरु यो च्यानललाई छिटो भन्दा छिटो 1 लाख सब्स्क्राइब पुगाउनु। त्यति भन्दै म आफ्नो आजको क्लास यही सकाउन चाहन्छु। धन्यवाद।